आज चाहिँ हामीहरू धेरै दिन बादमा हाम्रो फेभरेट हट मोमो खान गएका छौँ। सो भिडियो चाहिँ एन्डसम्म हेर्नु होला। मेरो छोराको चाहिँ स्कुल जाने बेलामा सधैँ नाटक, हेर्नु न खुट्टा दुखो अरे, हिँड्नै सक्दैन अरे र सुतिदियो र रेडी बनाउने बेलामा सुतिदिँदा फेरि कस्तो अशान्ति लाग्छ होइन भन्नु त। र जसै तसै चाहिँ उसलाई रेडी बनाएर होमवर्क कम्प्लिट गरेर यहाँ चाहिँ म उसलाई नास्ता गराउँदैछु। उसलाई नास्ता त गराउँछु, आफू पनि गर्छु। विवानसँग खाने आदत भइरहेछ क्या, विवानलाई जहिले पनि खुवाउँछु, म पनि अलिकति खान्छु। त्यति भए म भोकै पनि बस्न पाउँदिनँ भने उसलाई खुवाउँदा खुवाउँदै आफै खान्छु चाहिँ। त्यसको लागि हाम्रो लापरवाहीको नतिजा हेर्नु न, अहिले बिहान होमवर्क गराउँदैछु हामीहरू। अब सटरडेको बन्द थियो र सन्डे पनि बन्द थियो। अब भोलि गरौँ भन्दा भन्दै रहेको रहेछ र यहाँ चाहिँ उसलाई लेखाउँदैछौँ हामीहरू। लेख्न त लेख्छ तर एक्जामको टाइममा चाहिँ खोइ लेखिदिँदैन, के भएको त्यस्तो उही जान्दछ। र हिजो चाहिँ हाम्रो घरमा भानिजीहरू आएका थिए र हामीहरू चाहिँ अगाडिको कुरा, हिजो रातिको कुरा गर्दै हाँसिरहेको थियौँ। यस्तो त्यस्तो अगाडिको कुराहरू पनि अब धेरै त्यस्तो छ। अब राम्रो राम्रो माने मोमेन्ट हामीहरूले एकदम बिताएका छौँ र त्यही कुराहरू गर्दैछौँ। अनि यस्तै अब केटीहरूको कुरा पनि गर्दैछौँ र त्यही हो। अब नि सबैजना यहाँ अहिले चाहिँ हामीहरू चाय पिउँदै अगाडिको कुरा गर्दै बसिरहेछौँ। अनि कमेडीहरू पनि निकाल्दैछन् भानिजहरूले। एउटा कुरा थाहा छ गाइस, म र विशाल भानिज चाहिँ धेरै मिल्छौँ। मतलब हामीहरू दुईजनाको रिलेसनसिप माइजू भानिज भन्दा पनि फ्रेन्डसिपको ज्यादा छ। यति मिल्छ, उसको हरेक कुरा मलाई सेयर गर्छन्, म पनि उसलाई सेयर गर्छु। माने बहुत मिल्छौँ कि हाम्रो दुईजनाको भाइब धेरै म्याच गर्छ। यिनलाई त मैले भाइ भन्दा पनि हुन्छ या बेस्ट फ्रेन्ड भन्दा पनि हुन्छ के। र उनीहरूलाई चाहिँ मैले चाय साय पिउन दिएर यहाँ चाहिँ झाडु पोछा पनि गरिसकेर म चाहिँ नुहाउन गएको थिएँ, नुहाएर पनि आएँ। र अहिले चाहिँ अब म दुध लिन जाँदैछु फुपू दिदीको घरमा। धेरै दिन भइरहेको थियो, म पनि अलिक बिमारी थिएँ चाहिँ, त्यसको लागि गएकै थिइनँ। यहाँ पनि जेठानीहरू पनि बिमारी हुनुभएको रहेछ। दिदी राधे राधे। कस्तो मजा देखिँदो रहेछ क्यामेरामा। र हाई रन्जु दिदी, जय माता दी। दुईजनाले एउटै कलरको ल। अनि दिदी घर चाहिँ एकछिन कुरा गरेर आएर चाहिँ अहिले म निस्किरहेछु घरतर्फको लागि। अब धेरै देरी गएकी थिएँ, आज त नुहाइधुवाइ सक्यो अरे गएकी थिएँ र गएर पनि अब आएँ। कस्तो सिमसिम पानी परिरहेको थियो। उताबाट आएर चाहिँ मैले अन्डा बोइल गरेँ। आज चाहिँ विमानले खुट्टा दुखेको थियो भनेर मैले टिफिन हाल्दिएकै थिइनँ चाहिँ, त्यत्तिकै उसँग बिजी भएँ र उसलाई चाहिँ मैले अहिले टिफिनमा यो पठाइदिएर अहिले चाहिँ अब लुगा सुकाउन आँटेका थियौँ। फेरि एउटा कामको लागि हामीहरू चाहिँ घरबाट एकछिन अगाडि जानु पर्यो र त्यो काम पनि भएन, अलिक पछाडि आउनु भनेर भनौँ। र अहिले चाहिँ हाम्रो फेरि घर घुर्न आँटेका थियौँ र हस्बेन्डलाई भन्दै थियो एकछिन बादमा आउनु पर्थ्यो भनेर। ऊ चाहिँ मलाई के भनिराख्नु भएको थियो र कपडा अघि छोडेरै गएका थियौँ हामीले बाल्टिङमा र 2 बाल्टिङ कपडा थियो। सुकाउँदै वाक्कै लाग्यो र म चाहिँ यहाँनिर हस्बेन्डलाई भनिरहेको छु आधी म सुकाउँछु आधी तपाईँ सुकाउनु भनेर। अनि ऊ चाहिँ मेरो भिडियो बनाइदिनुहुन्छ अरे, तेरो भिडियो बनाइदिन्छु, म उभिन्छु र त चाहिँ कपडा सुका भनेर भन्नुहुन्छ। ऊ पनि एकदम अल्छी मान्नुहुन्छ कपडा सुकाउनको लागि। र मलाई कपडाको चाहिँ एकदम झन्झट लाग्छ, कहिले नसकिने काम हो यो कपडा मिलाउने र सुकाउने धुने। कति निस्केको, फेरि मेरो चाहिँ थोरै लुगा धुन हुने थियो, किन यति भएको म आफै छक्क पर्छु। अब फेरि म कपडा त्यत्रो इन्ट्रेस्ट दिएर सुकाउँदिनँ भन्ने चाहिँ नभन्नु होला, किनभने यो कपडा चाहिँ एकदम ड्राई भएकै छ, हल्का चिसो टाइपको छ त। त्यसको लागि मैले जस्ट राखिदिएँ कि मात्रै के बाहिरको हावा भेटोस् भनेर। र यत्तिकै मैले झुन्डाइ मात्रै दिरहेछु क्या। बेडसिटहरू पनि 2-3वटा थियो र दिउँसोको खानासाना पनि बनाइसकेर विवान पनि ठिक्क आइपुगेछ। अनि विवानलाई चिचोको पाइ राखिदिएर चाहिँ दुईजनाले 50-50 खायौँ। भनेकै छैन उसको जे पनि खान्छ, म अलिकति भए पनि मागेर खान्छु। बच्चाको खाना त एक्सपर्ट छु अस्ति भनिरहेछु र उसलाई चाहिँ चेन्ज गराइदिएँ र विवानलाई चेन्ज गराएको बादमा चाहिँ खानासाना खिलाएर उसलाई चाहिँ अहिले अब ट्युसन पठाएर हामी चाहिँ टाउनतिर आएका थियौँ। धेरै दिन भएर थियो मैले यस्तो फास्टफुड पनि केही नखाएको, एकदम कस्तो खानु मन लागेर कस्तो भएको थियो। र आज चाहिँ अब मोमो खाएँ मैले, धेरै दिन भएर त्यो मोमोहरू नखाएको पनि। र हाम्रो फेभरेट जो हट मोमो जो म अगाडि पनि तपाईँहरूलाई भनिरहेको थिएँ नि, त्यहाँ मोमो स्टलमा आएका थियौँ हामीहरू चाहिँ। अनि अहिले मोमो खाँदैछु, मोमो पनि खाइसकेर सुप पिउँदैछु। यस्तो टेस्टी लाग्यो। र हामीहरू दुईजनाको बुढाबुढीको चाहिँ गफ यस्तो टाइममा सुरु हुन्छ कि हामी जब बाहिर निस्किन्छौँ अनि यसरी रिल्याक्स चालले बसेर अनि घरको पनि कुराहरू, अब जे पनि कुराहरू हामीहरूको माने घरमा बस्दा हुँदैन कि यो सब कुराहरू हामीको, तर बाहिर गएपछि चाहिँ हामीहरू अनि यसरी नै कुरा गर्छौँ। हेर्नु म कति सिरियस भएर बात गर्दैछु। त्यस्तै हुन्छ हामीहरू दुईजनाको चाहिँ। अब घरको डिसिजनहरू केही पनि हामीहरू बाहिरै नै बसेर गर्छौँ क्या, त्यस्तो छ हामीहरू दुईजनाको चाहिँ। र यहाँ चाहिँ म हेर्दैछु विवानको लागि फ्रुट्स, किनकि बिहान टिफिन टाइममा मलाई सधैँ यही प्रब्लम कि के पठाऊँ भन्ने। र आएर हेरेँ कि त हेर्नु न विवानको यहाँ चोट लागेछ। अब मेरो चाहिँ यहाँ चाहिँ मेरो गल्ती भइरहेछ। अब हेर्नु न छोडेर जानु नै गल्ती भएछ।
र यसलाई चाहिँ अब म यो कम्फु क्लासै दिन्छु भनेर सोचेँ कि अब यसलाई चाहिँ म 1 सेकेन्ड पनि फ्री राख्दिनँ। फ्री राखो भने यो लडिहाल्छ, महिना दिनमा 4-5 वटा चोट लिएर बस्छ यो केटाले चाहिँ। हुन्छ त गाइस, भिडियो चाहिँ म अब यतिमा एन्ड गर्छु। होप तपाईँलाई मेरो भिडियो मन पर्यो। भिडियो मन परेमा चाहिँ लाइक कमेन्ट गरिदिनु होला। बाइ बाइ गाइस, भेट्नेछु अर्को एउटा भिडियोमा।